यस सभागिरी टोल विकास संस्थाका पूर्व अध्यक्ष आदरणीय खड्ग कोइरालाज्यू, यस कार्यक्रमलाई सम्बोधन गरेर आज जुन चाहिँ यो खुल्ला व्यायामशाला प्रतियोगितालाई सफलतापूर्वक आफ्नो काम कर्तव्यको लागि पुर्याएर सफल एउटा जिमलाई निरन्तर लिने आदरणीय टोल विकास सभागिरी टोल विकास संस्थाका अध्यक्ष दीपा राईज्यू लगायत एकदम समाजसेवी, एकदम पुरानो योद्धा जसले हामीलाई यहाँनिर अहिले चिनाउनको लागि रामशेर राई भन्नुहुन्छ, उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँ पनि उपस्थित हुनुभएको छ। उहाँलाई म धरान उपमहानगरपालिका वडा नम्बर 8 को तर्फबाट र यहाँ सम्पूर्ण समग्रवासीको तर्फबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। वास्तवमा भनौँ भने हामी एउटा मानिसको एउटा पौरखी जीवन हो। यो पौरखी जीवनले केही गर्नुपर्छ भनेर हामी लाग्नुपर्छ। तपाईँहरू लाग्नु भएको छ। मैले ठाउँमा पुगेर केही गर्छु कि भनेर मैले यहाँहरूसँग वाचन गरेका थिएँ। मेरो एरियै परेको हुनाले कतिले भन्छन् अब तेरो एरियामा धेरै काम गरिस् भन्छन्, तर पनि होइन, सहेर पनि काम गर्नुपर्छ। अझै कम गर्न बाँकी छ। तपाईँहरू लागि पर्नुहोस्। तपाईँहरूको साथमा म छु। अझै 2 वर्ष छ। यो 2 वर्षमा केही न केही हामी काम गरौँ र यसलाई तपाईँले निरन्तर दिनुभएको छ। यो ठाउँमा बसेर मैले पनि केही गर्छु भनेर धेरै पुरानो पहिलादेखि नै बसेको थिएँ। अब होइन, र मैले केही कुराहरू चाहन्छु भनेर मेरो मनमा राखेको थिएँ। वास्तविक कुराहरूमा अहिले तपाईँहरूले सराहना गरेर देखाइदिनु भएको छ। एउटा समाज हो, समाजमा कसरी बस्नुपर्छ, समाजको नेतृत्व कसरी गर्नुपर्छ। तपाईँ हामी मिल्यौँ भने देश बन्छ, तपाईँहरू भने समाज बन्छ, तपाईँहरू बस्यौँ हामी सबै भन्यो भने नेतृत्वको विकास हुन्छ। त्यस कारण तपाईँहरू सबैसँग मिलेर आफ्नो नेतृत्वलाई, वर्गलाई तपाईँहरूले एउटा छानेर तपाईँहरूले एउटा उत्तमशील यो काम गर्नुभएको छ। वडा नम्बर 8 को तर्फबाट यहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अब धेरै कामहरू गर्न बाँकी छ। यहाँहरूसँग हातेमालो गर्दै मैले पनि गर्ने कुराहरूमा 2 वर्षभित्रमा केही गर्छु भन्ने मैले इच्छा राखेको छु। अब अहिले 3 वर्ष भयो, 3 वर्षमा अब 2 वर्ष बाँकी छ। त्यसमा हातेमालो गरेर काम गर्छु भन्ने मलाई इच्छा पनि छ र यहाँले साथ दिनुभएको छ। यहाँहरूको साथमा कहिले पनि तपाईँहरूसँग छुट्ने छुइनँ। तपाईँहरूकै साथमा बसेर मैले काम गर्नेछु, किनभने यहाँहरूको अमूल्यले मलाई त्यो ठाउँ पुऱ्याएर एउटा काम गर भनेर नेतृत्व दिनुभएको हो। म काम गर्छु, निष्पक्ष ढङ्गले काम गर्छु र यहाँहरूको साथ मलाई चाहिन्छ भन्दै मैले आज यति राम्रो तपाईँले काम गर्नुभएको छ। यो कामलाई निरन्तर जाओस्। अब यतापट्टि तपाईँको अलिकति अब हाम्रो जग्गा छ। अब हामीले यो जग्गा धेरै मुस्किलले लिएको हो, 1.5 कट्ठा जग्गा। अब यसमा चाहिँ हामी एउटा व्यायामशाला के अरे तपाईँको योगा गर्ने एउटा पाठशाला बनाउँ कि बिहान मर्निङमा गएर शीतल मान्छे जो आएर फ्रेस गर्छन्, त्यहाँनिर टोइलेट बाथरुम बनाएर होइन, एउटा नानीहरूलाई पनि आरामले बस्ने, महिला वृद्धजनलाई आरामले बस्ने ठाउँ बनाऊँ भन्ने चाहिँ चाहना चाहेको छु। यो 2 वर्षभित्रमा सकिन्छ होला जस्तो लागेको छ। म यही वाचन गर्दै यहाँसँग बिदा हुन्छु। हस्।